हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हामी सोरेक जाँदैछौँ। हामी चाहिँ एउटा जम्बो टोली छौँ। हामी यति छौँ यहाँ माथि गएर सबैसित भेट हुन्छ। ए ल छिटो छिटो रेडी भयो। हामी तेरो घरमा नि मिलन कहाँ जान्ला। ट्रेकिङ जाने फिल गर्दै हुनुहुन्छ उहाँ जैनुका खनाल। पछि एबिसी जाने तर्खरमा हुनुहुन्छ उहाँ। कृष्ण भाइले फेरि फुल लिएर बस्नु भएको छ कल्लाइदिन। सबैजना भेट भएर एउटा आन्दोलनकारी जति भइसकेका छौँ हामी। स्कुलको कुरा दीपक अंकलले मैले पैसा हालिदिन्छु तँ हिँड्नु भन्दाखेरि नि म जाँदै जान्न। मम्मीले नि जा भन्नुभएको। अरू बेला फेरि टुर यो चितवन टुर गयो नि त्यो टुरमा चाहिँ जान दिनुभएको थियो। म जबरजस्ती गएको। म स्कुलको कुरा आउँदैछ। यो कालो ढुङ्गो खाना लाग्छ नि त्यही खानुस् न निकाले हामी चाहिँ डुम्रे भन्जिङ आयौँ। अझै हामी 3 भागको 1 भाग हिँड्यौँ। अब 2 भाग उकालो चढ्नु छ। पर्दैन के बाटो चाहिँ अलि कडै रहेछ। हामी चाहिँ डुम्रे भन्जिङ आएर अब उकालो निस्किँदैछौँ। बाटो त एबिसी जाने भन्दा कम छ। जनका एबिसी जाने जस्तै छ। जनका प्रकृति त एबिसी जाने नै ल छिटै न। चप्पल देखा त। है छ त नि। बाटो चाहिँ यहाँ आफै खोज्दै हिँड्न परेको छ। यहाँ त लास्टै घाँसै काटेर हिँड्छन्। त्यो त्यतै हराई हातैमा छै। यसले हँसाइ हातमा मोबाइल लिएर फोन अरे 10 बजे पुगिन्छ त 11 बजे पुगेर हिँडेको क्या हामी थाकेर। ल होइन उठ। उठ्नै सक्दिनँ जस्तो भयो। एबिसी जाने नै 2टा हुन्। एबिसी जाने मान्छेहरू ल छिटै न। हामी चाहिँ 70 पोखरा भन्ने ठाउँमा आयौँ। हेर त पसल भनेको दौडै कि हिँड्न नसके। बाटोपछि फेरि हामी उकालो। मलाई झोले बनाएको छन्। मिलन थप्ने हो कि मासु। अर्जुन र कृष्ण अघि गए। बाटो पुरै यस्तो पुरै कुरो तुवालो छ। गर्मी छ जाडो छ सबै मिक्सवाला मौसम छ। यस्तो छ। बारीमा हिँड्दैछौँ। अडार फुल्या अनि यहाँ कोदो फुल्या। यिनीहरू 2टाको यहाँ डिस्कस हुँदैछ मिलनको र मनिषाको। तर खास भने मिलनको जुत्ता र कपडा पनि पोतो परे है। ए मान्छे छन् त्यहाँ। बोडी चोर्दै भागे। हिँड छिटो हिँड के खै त मिलनलाई। मिलनले त बोडा पाए। म फेरि बोडा मिठो नहुन्न। लाएर हिँडेका छौँ। रमाइलो छ। धेरै नचोर। कति चोरिस खै। उहाँ चाहिँ हाम्रो अपकमिङ एक्टर्स हुनुहुन्छ। पछि हामीले उहाँलाई सिनेमा हलमा देख्न सकिने एकदम ठुलो चान्सेस छ। हामी यहाँ
घर आएर उहाँ बुवासित पानी मागेर खाँदैछ फाल्न अरे मैले गोजीबाट निकालेर दिएँ त्यो बसेर चाहिँ काटा त 20-22 त धेरै जो पहिला त 65-50 घर थियौँ ठुलो गाउँ थियो के अहिले आजकल जम्मै कोही बालिङ कोही तराईतिर कोही पोखरातिर कति छ नि त अहिले अहिले अब कति घर छ त्यही 18-19 घर छ रहेछ त के आर्मी हो पहिला हुगदीमा आएर यहाँ पानी खाँदैछौँ जानु खानु सो अलराइट गाइज हामी चाहिँ अहिले हुङदीमा छौँ हामी चाहिँ बाटो पुरै खत्रै रहेछ क्या छाडेर त्यसपछि हामी यसरी बस्न यहाँ पानी खाँदैछौँ कोही बस्दैछन् अङ्कल हुनुहुँदो रहेछ पुरै पुरानो जमानाको घरहरू होइन राम्रो छ हामी यहाँ साउ किनेर मलाई रम्बा तँलाई पिर्ती भन्दै झगडा गरेछन् लौरो मायाले पनि दिन पर्छ आफ्नो साथीलाई मेरो साथी नभएर हेर्ने कथावाला भाइब्स त होइन हल्का दाउरा उता बाटातिर भेट्टाइन्छ कि मान्छे यहाँ घरको लानु पर्दैन ल जा मलाई जाऊ जाऊ खै ल धन्यवाद ल जा मिरो लौरो त बाटा भेट्टाइन्छ कि मनिषा यहाँ कहाँ घर बनाइराखेको थियो अस्ति नै आउँदा हामी यहाँ गोरु जुधेर लडेर अनि यो स्कुल हो यहाँ चाहिँ 3 क्लाससम्म पढाइ हुन्छ म चाहिँ हो यो क्लासभित्र पसेँ सिधै अहिले त ढोका रहेछ त्यति बेला त ढोका पनि थिएन यो ढोकाबाट छिरेको यो ढोका खुल्दै रहेछ गोरुले धन्न झ्यालबाट मलाई एट्याक गरेन पिङ भन्दा यो दौडी अब हामी यहाँ पिङ खेल्न लाग्यो भने हामीलाई ढिलो हुन्छ चाउचाउ किनेर खाएको ओस्या रहेछ यिनीहरूले चाहिँ चाउचाउ त किनिस्कान्छ बिना स्वादैको भने थ्याङ्क यू जस्ता नि यिनीहरू चाउचाउ खाएर लत्रिए जस्ता छन् कसको अरे दिमाग दुख्ने चबाचबाई गरेर दुखिहाल्छ नि यस्तो यहाँ चौतारो छ सानो मन्दिर छ यहाँको पसलै बन्द भएछ यहाँ पसल नभएको चाहिँ धेरै वर्ष भयो तर आज खासमा कन्टेन्ट खोज्ने भने त यो भिडियोभित्र धेरै कन्टेन्ट छन् ओ तिनीहरू अगाडि हिँडेर हामीलाई गाली गरेका छन् छिटो आउन सक्दैनौ भन्दै त यिनीहरूलाई त चाउचाउको पावरले साह्रै धेरै भएछ दाइरे रम्बा हल्का उसिएको रहेछ यहाँ फेरि अचम्मै छ यहाँ ट्याङ्की छ यहाँ धारा राखेछन् यस्तो नै चुरा जस्तो देख्नु धारामा पानी आउँदैन गोरुसँगको धेरै मेमोरी छ यो बाटो फाइनल्ली गाडी पनि आयो सुटकेस बोकेर हामी हिँड्दै आयो भने गाडीको दर्शन गर्न पाइयो हामीले धेरै खाएर के त्यो कर्ता बस्दा गाईको दुध खाँदा त्यस्तै भएको थियो के कहाँ मानिसा छ त मनिषा दिदी मोडल बन्नु न कसले भनौँ सबै ठाउँमा भिज्न जान्न पर्छ के देखाउने अहिले हो हावा मैले भनेको त्यसै मोडल भन्दैनन् के मोडल भइसक्नु भएको होइन कि फ्युचर हो नि त अगाडि फ्युचर
मैले हेर्दाखेरि मान्छेदेखि मोडल भर फर्स्ट स्टेपमा पुगिसक्नु भयो मैले भन्नु हुन्छ भनेपछि तेरो भिजन त्यहाँसम्म पुगिसक्यो अनि साथी स्टार्ट गरौँ होइन हार्डवर्कै जानु पर्यो कि स्ट्रगलको हार्डवर्कमै आउँदैन आउनु के ट्याक्टर अर्को स्ट्रगल भनेको जस्तै कि अब हामीले होइन अब हाम्रो दुःख छ हामीलाई सोरेको सुन छैन बसेको भए हामी अब पुग्न लाग्यौँ सिरकोट पुग्यौँ गर्न सकिएन होइन सिरकोट हो कि गर्न नसके त्यसलाई स्ट्रगल सोचियो क्या दुःख भनियो यताउति भनियो त्यो स्ट्रगल भन्ने राइट पनि हुन्छ तर हामी घर फर्किँदा पनि हुन्छ तर हार्डवर्क के भयो भने हाम्रो यही बिचमा हामी घरबाट यहाँ आइयो नि त होइन हामीले दुःख भयो भनिएन केही भनिएन मेहनत गरियो नि त हिम्मत जुटाइयो हार्डवर्क त्यही भएर स्ट्रगल एउटै भएन र कुरो तपाईँ सोरेको आउन थियो भनिसकेपछि हार्डवर्क स्ट्रगलकै कुरा गरौँ है स्ट्रगल भनेको दुःख गरियो कि फ्रिडे खेल्दै आइयो होइन स्ट्रगलै गर्दो पनि हार्डवर्किङ भनेको पनि तपाईँ हिँड्नु भयो लौरो टेकेर आइयो फेरि हामी उहाँ पुगेपछि स्ट्रगल भनेर चाहिँ म स्ट्रगल गरेर यहाँ आएँ कि म जानु जान्न भन्ने पनि होइन नि फेरि घर त जानु पर्यो फेरि हो फरक भनेको के भन्दाखेरि भिन्न हुनु पर्यो कि यस्तो भयो कि तिनीहरू सम्झिआउन अर्कोचोटि आउँदा मिलनको र मनिषाको यस्तो डिस्कस भएको थियो भन्न पाइन्छ हो र यस्तो हामी आयौँ यहाँ चाहिँ अँध्यारो अँध्यारो रहेछ गौतमलाई नरान्ने पिङ त के बनाउने ग्यास ल्याम्पको कोही आएन यिनीहरूसित केही बोल्न नहुने रहेछ ए फर्बु फेरि हामी सिरकोटदेखि मासतिर लाग्यौँ सोरेकको लागि फाइनल्ली हामी सोरेक खायौँ आखिर दिल छोडेर गयो क्या ल को केटाकेटी भन्न लान्थे नबोल्नु क्या हामी चाहिँ अब लगभग आइसक्यौँ फाइनल्ली हामी सोरेक मैदान आइसक्यौँ यतापट्टिको डाँडा यस्तो छ यतापट्टि यस्तो छ सबैजना उहाँ पुगिसक्यो म चाहिँ यहीँ छु खोला छैन धान फक्टिरहेको छ त्यही पनि यो यत्तिकै आकाशै पानीको भयो राष्ट्रिय नास्ता चाउमिन खाँदैछौँ हामी मैले पकाएर खुवाउँला घर आइदिएँ हाम्रो म त नदेखेर के सामान लिएर बसेँ फाइनल्ली मनिषा दिदीको पनि आयो मान्छे चिन्नियो यहाँ चाहिँ फोटोसुट चलिरहेको छ मिरन त्यहाँ बसेर के एनालाइसिस गर्दैछ फाइनल्ली हामी अब यता माथि चढ्न लाग्यौँ हामी जाँदैछौँ
टाइम बाहुन जाँदाखेरि गइन्छ नि त हामी त एक हप्ता पनि घुम्नलाई छुट्यायौँ म मरे पनि केही भने प्रकृति सुत्दैछ आकृतिको साथी साथी दिन आयो बरु मेरै फोटो खिचिदिएको कुकुरसित ल ल जानु म बिरामी भयो प्रकृति प्रकृति बोलु के काके मैले खान्न आधाले यति भयो रोटे पिङ खेल्न नसक्ने मान्छे आइसक्यो बाबु यो ल्यान्डिङ गरेको नि भन है मैले नि बनाएछु बनाउनु दुईटा यो त डाँडा स्कुलबाट हेरेन एउटा दुईटा के दुईटा न यहाँ चाहिँ एउटा यो पोखरी थियो हामी स्कुलबाट आउँदा यहाँ चाहिँ भाँडा माझ्ने गर्थ्यौँ भाँडा माझ्थ्यौँ अब चाहिँ हामी त्यहाँ माथि गएर चटपटे बनाएर खान्छौँ अनि हामी घर जान्छौँ यसले आधा दिएको खा भने पुरानी खाएन तो हैन होला चाउचाउ होला नि पहिला अब यहाँ हामीले गौतम के भन्छ उ चिप्स ल्याउ त त्यो चिप्स ल्याउ अब चाहिँ हाम्रो यहाँ चटपट बन्दैछ आकृतिले बनाउँदैछ प्रकृति देखिन के गौतम बुद्धको मुनि बसेर हामी चटपट खाँदैछौँ मिलन र आकृति एकदम तयार रूपमा एक्टिभ छन् कोडा खानेको 50 को 200 त पुरानो पर्छ मैले त खानी हो बरु नखाने त हिसाब मिल्यो कि नै मिलनले 500 दिएको यिनीहरू बेस्ट फ्रेन्डहरू अब मिलाउन 500 हालेको कति भयो यहाँ पैसा त्यहाँ त जति पनि भयो नि त 300 भयो मिले त नि हिसाब 150 सकियो त 150 अनि आर्जुलाई हामीले दिएम के रिचार्ज ए मैले तल चाउचाउ किन्दा मैले पनि दिएको थिएँ नि 100 रुपैयाँ ल तेरो 100 रुपैयाँ त्यसमा अब तिमीले हालेको छु 150 हालेको त नि तिमीले 50 रुपैयाँ हालेको बाँकी रहेको तेरो र मेरो आगे त्यही हो के ल मलाई अनलाइनमा हाल्ले त्यसमा हैन मेरो अनलाइन छैन भाइ तिमीले राख्नु मलाई पछि हाल्दै हुन्छ बरु यो खोल्न किन हिसाब किताबको स्न्याप बनाउनु मिलाउन के हुन्छ र मेरो स्क्यानरै छैन के भागु अहिले मोबाइलै छैन नि त मेरो त्यही हो अहिले त 500 कसको मिलेन अहिले त्यो मोबाइलमा ए आफ्नो WhatsApp आफैले राखेको छु फेरि यसमा यो सबभन्दा घाटा भनेको केटीहरूको बिहामा हुँदो रहेछ नजान भइन्छ के रे आँट गरी यहाँ हामी चाहिँ अब गडरे कि बडरे गुफा हेर्न जान्छ हो अनि हावा चला उहाँले हामीलाई लोकेसन चिनाउनु अब हामी हिँड्यौँ हामी चाहिँ अब यता दौडिन लाग्यौँ अब मम्मीले फोन गरेँ के भन्ने थाहा छैन हामी गुफामा आएको हामीलाई बाटो थाहा नभएर हामी यहाँ रोकियौँ त डाँडाको मान्छेहरूले हामीले चिच्याएको तर सुनेनन् अब चाहिँ त्यहाँ दुईटा आन्टीहरू आउनुभयो उहाँलाई सोचौँ चिचा गुफा कता हो गुफा कता हो नि कता यता यहीँबाट जाने हो अर्को कोही केही छैन नि अब बाटो छुट्ने यसरी ए ल ल ल जाऊँ ल भनेपछि अब 10 मिनेटमा हुन्छ पानी हो कि रक्सी हो आमा त के हो पानी हो कि रक्सी हो ल हामी जाँदैछौँ अझै आएको छैन हामी गुफा जाँदैछौँ गुफा भन्दा त सिँढी भन्दा तल जान मलाई टोटेको पात लिएर चुप लाग रोडैको साइडमा
कहाँ गइन्छ शीर्षिकोट हुँदै कता कता जान मिल्छ भन्थे यताबाट मिल्दैन यताबाट मिल्छ यो चाराङबाट हुँदै गयो भने जुड्यो भने चरङ्गा हुँदै जामै हामी फसियो हरेक कुरामा खुसी बन्द पर्छ के गुफा जाँदैछौँ गुफा जाने बाटो यस्तो रहेछ ए बा हराइनी ओइ हामी सबै हात समार जाने हो है यहाँ ए यहाँ यी गडहरे गुफा कालिका कोट लेखेर रहेछ त्यही बस्दैछ ल हामी आउँदैछौँ छेउमा त्यसको भरमा नबसाल्यौ दादा ऊ त डराइ हामी चाहिँ तल जाँदैछौँ एडभेन्चर हो नि त यो हल्का हामी चाहिँ जाँदैछौँ चिच्याउने ओ यहाँ त बाघ लुकिया त छैन बनाउँदै हिँडेछु है म पानी सानी चुइदो रहेछ अनि हामी आउँदैछ छिटो आइज हामी आउँदैछौँ हामी जाँदैछौँ जानुका छिटो सर त्यही त त्यो अङ्कलले भन्नुभएको नि को हो सिस नबनाइ के त्यसले ल ल सेम टु यु आइज जानुका छिटो आइज रोक अगाडि गइसके यो पनि रहेछ माथि गइसके छिटो आइज भन्छ आई लभ यु भन्दा ओ यहाँ फ्लास लाइट नबाली जानु हुन्न है सबैले गुफाको लाइट राखिदिन्छ ए यस्तो रहेछ नि त यहाँ यहाँ चाहिँ ल्याउहरू छ लुट्न सकिन्छ विचार गरौँ यहाँ चाहिँ यस्तो यो भगवानहरूको पनि हुनुहुँदो रहेछ हामी ढोक्दैछौँ च्याङ्गा हो बिकट नगरपालिका हामी झर्दैछौँ यस्तो अलि नयाँ नयाँ हामी आउँदैछौँ जाँदैछौँ छिटो झाँक्दैन अनि यहाँ उति छैन भाइ नदम भयो यस्तो रहेछ फर्किम क्या अब त यस्तो रहेछ यसको थापा सार्ने सारेको रहेछ कि साह्रै सन्धि सा यस्तो छ यता ए यो केही पके पनि ऊ होला के ए अब यहाँबाट तल नजाने भन्नुभएको थियो अङ्कलले तिमीलाई याद छ नि यहाँबाट तल नजाने भन्नुभएको अङ्कलले अब गएन हामी यहाँसम्म सिरिसक्यो के हामी चाहिँ फर्कियौँ म त तल यतिसम्म गएँ एउटा माथि जान सकिनँ जानुका यहीँ छ अरू आउँदैछन् त्यो फर्कियो गुफा अवलोकन गरेर फर्किसकेका छन् प्रकृति फेरि कस्तो लाग्यो तिमीहरूलाई ल भन सबैजना हामी आयो हामी लगभग हाम्रो एउटा जम्बोटोली अनुसन्धान गर्न हिँडेको भन्दा नि हुन्छ मिलन है कता मिल्यो यता मिल्यो आउ चल्नु हामी हिँड्न नसकेर अब गाडी पछाडि बस्न लाग्यो न रमाइलो हुन्छ अब गाडीमा चढ्छौँ पछाडि हामी क्या गाडी चढिन्न पछाडि बस्छौँ अगाडि भन्छ हामी त पछाडि बिर्सिन नसकिने यात्रा
छैन है फेरि अब आइसक्यो धेरै नभए पनि यति भए पनि धेरै भयो कि मिलन हामीलाई त नबोलाम त यही हामीलाई 10 मिनेट यति कति धेरै भयो अनि यहाँ 20 मिनेट लाउँथ्यो उहाँ तल पुग्न अझै त हजुरबा हजुरआमा भेटिएको ठाउँ त पुगेकै छैन मेरो त बल्ल मिलनले सोधे गाउँ सोधेको ठाउँमा त आइयो नि यहाँ कति रहेछ ल हेर यहाँ यो घरका मान्छे रहेछन् के रहेछ रातिको 7:30 बजिसकेको छ हामी चाहिँ अझै पुग्न आधी घन्टा लाग्छ है सो गाइज बल्ल हामी रातिको 7:30 बजे होइन ट्रेकिङ हिँडिसकेपछि 7:30 त नर्मल नै हो नि यदि हजुरहरू कतै घुम्न जानुहुन्छ भने टाइम चाहिँ हेर्न हुन्न कि जति राति हुन्छ हरेक कुरामा इन्जोय गर्नुपर्छ के राति भयो भने रातिमा पनि एउटा मजा छ आनन्द पिस कसै शान्त छ आनन्द हिँड्न मजा हामीलाई ढिलो हुन्थेन हामीले एउटा गुफामा गयौँ त्यसपछि हामीलाई थोरै ढिलो भएको धेरै पनि होइन ठिक टाइम त ठिकै हो 7:30 8 हामी ट्रेकिङ गएको कतै गएको भयो पनि 8-9 बजी पुग्ने हो हामी आज घर त 9 बजी पुग्ने भयो अरू केही फरक छ कति बजे 7:28 त भएर हामी अहिले चाहिँ डाँडा खर्क भन्ने ठाउँमा आउन लाग्यौँ अगाडिहरू लाइटले चाहिँ फोकस गरिरहेको छैन त्यति सबै अगाडि छन् कृष्ण यहाँ छ जनुका त्यहाँ छ अब म त यहीँ छु होइन हाम्रो यो युट्युब च्यानलवाला चाहिँ हो त्यहाँ अगाडि हाम्रो मोडलसँग गफ लाउँदै हिँडिरहेको छ ठिक छ ल फुल भिडियो हेरिदिनु भयो वाच गर्नुभयो त्यसको लागि थ्याङ्क यू सब्सक्राइब गरिदिनु लाइक गर्नु कमेन्ट गर्नु सेयर गरिदिनु हजुरको एक सब्सक्राइबरले पनि हाम्रो चाहिँ हल्का ग्रो गर्न चाहिँ हामीलाई हेल्प गर्छ हजुरको एक सब्सक्राइबरले हामीलाई थोरै भए पनि केही होप आउँछ कि म गर्न सक्छु भनेर त्यसैले सब्सक्राइब गरिदिनुहोस् अझै आधी घन्टा त हिँड्नुपर्छ थ्याङ्क यू सो मच फर वाचिङ सरी